हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरूलाई स्वागत छ आजको ब्लगमा। अनि फाइनली मेरो चाहिँ युट्युब च्यानल मोनेटाइज भइसकेको छ। हजुरहरूलाई त्यति देख्न सक्नुहुन्छ। म स्क्रिनमा फोटोहरू स्क्रिनसट राखिदिन्छु होइन। फर्स्ट अफ अल सबैजनालाई धन्यवाद, जति पनि मेरो युट्युबमा जोडिनु भएको छ मित्रहरू, साथीभाइ, आफन्तहरू सबैजनालाई मनबाटै धन्यवाद भन्न चाहन्छु। सधैँ यस्तै सपोर्ट र माया देखाइदिनु होला। आउने दिनहरूमा पनि नयाँ नयाँ भिडियोहरू आउनेछ। म चाहिँ अहिले अलिकति व्यस्त, काममा व्यस्त कारण भिडियोहरू चाहिँ बनाउन पाइरहेको छैन। अहिले पनि अब काममा जाँदै नै छु, त्यही त बिजी भइन्छ, भिडियोहरू बनाउन पाइरहेको छैन। अब चाहिँ विकली चाहिँ 2 भिडियो चाहिँ हाल्ने प्रयास चाहिँ गर्छु, जे जस्तो भए पनि। सबैले यस्तै माया देखाइदिनु होला। आउने दिनहरूमा राम्रो राम्रो भिडियोहरू आउनेछ मेरो युट्युब च्यानलमा होइन। अब अहिले पनि काममा जाँदैछु, त्यही त अब छुट्टी भएको दिन यसो टाइम मिलाएर भिडियोहरू बनाउँछु। पहिला चाहिँ कभर भिडियोहरू बनाउँथ्यो, अब चाहिँ त्यो कभर भिडियोहरू बनाएर चाहिँ फेरि त्यो हुन्छ अरे, डिमोनेटाइज हुन्छ अरे च्यानल। त्यही भएर चाहिँ कभर भिडियोहरू चाहिँ आउँदैन होला। भ्लगहरू चाहिँ हाल्ने प्रयास गर्छु। आज चाहिँ धेरै भिडियो लामो हुन्न होला, त्यही छोटो छोटो भिडियो हुन्छ। काममा जाँदैछु, अगाडि गएपछि भेटौँ होला। म चाहिँ यहाँनिर बस पार्कनिर आइसकेँ। ठुलो बिल्डिङ छ यहाँनिर चाहिँ। यो चाहिँ चेन्नईको बेसन नगर ठाउँ भन्ने ठाउँ हो। यहाँनिरबाट बसमा जान्छु म। बसमा गएर अनि फेरि त्यहाँपछि मेट्रोमा जानुपर्ने हुन्छ। एउटा यो 5P वाला बस जान्छ, नम्बर हुन्छ क्या बसको। अनि 47 23 सबै रोकिरहेको छ। यो बसमा जाने, यो बस चाहिँ अहिले रोकिरहेको छ। यता छ बसहरू टन्नै छ। यो जान लाग्यो 23C। यो डिलक्स लेखेको नि, यहाँ डिलक्स लेखेको नि। यो डिलक्स लेखेको चाहिँ 21 रुपियाँ लिन्छ, अरूले चाहिँ 10 रुपियाँ जस्तो गरेर लिन्छ क्या। जान लाग्यो के हो खै, गइहाल्यो अब। यो गएको रहेछ, केही छैन। अर्कोमा जान्छु म चाहिँ। हजुरहरूलाई त्यहाँ भिडियोमा भन्न लाग्यो भएर गइहाल्यो, के भएन। अरूहरू पनि छ बस स्ट्यान्डमा। टाइम पनि भएन, टाइम खाली छ, केही छैन। घाम हेर्न कस्तो लागिरहेको छ घाम। यहाँ यस्तो बिल्डिङ छ, यो बिल्डिङ चाहिँ के को थाहा भएन। म चाहिँ यहाँ बसभित्र आइसकेको छु। यस्तो योवाला रहेछ क्या यो बस। त्यो फिल्म हलको सिडी जस्तो हो क्या, तल माथि यस्तो माथि। सिस्टम कस्तो सिस्टम हो यो खास। यसले चाहिँ 10 रुपियाँ दिन्छ यो डिलक्सवाला होइन। लोकल त के अरे, लोकल भन्दा गभर्मेन्टको बस नै जस्तो लाग्छ यो त, थाहा भएन। प्राइभेटकोहरू पनि आफ्नो कस्तो थाहा भएन। लोकल यहाँको यो लोकल गभर्मेन्टको बसले चाहिँ सस्तो लिन्छ क्या। अनि यहाँको महिलाहरूलाई चाहिँ फ्री हो टिकट। राम्रो छ गभर्मेन्टको व्यवस्था छ। यहाँबाट चाहिँ कम्तीमा चाहिँ 20 मिनट लाग्छ होला सायद मेट्रोले पुग्न। अनि मेट्रोबाट 10 मिनट लाग्छ। यो डिलक्स रहेछ क्या। मैले अगाडि हेरेन राम्रोसँग। मैले अघि भन्थेँ नि हजुरहरूलाई 21 हिँड्नु भन्छ। 21 दियो यो डिलक्स रहेछ, त्यो 21 दियो। मैले चाहिँ अलिक बस अगाडि के छैन। अर्को डिलक्स नलिएको बस्नु छ हजुरहरूको 10 रुपियाँ लिन्छ, 10 रुपियाँ ग्यारेजको। अनि त्यो किनभने चाहिँ अब आफ्नै बस हुन्छ, गभर्मेन्ट मतलब निजी बस हालेको हुन्छ यहाँ पनि। उनीहरू पनि हुन्छ क्या यस्तो। म चाहिँ यहाँ बसबाट झरेको छ क्या, अब मेट्रोमा झरेको छु। यहाँनिरबाट तल अन्डरग्राउन्ड जानुपर्ने हुन्छ। तर मेट्रोको भित्र भिडियो गर्न अलाउड छैन, त्यो पनि म हजुरलाई देखाउँछु। यहाँ क्यामेराहरू पुगेर आयो, क्यामेराहरू देखाउनु, क्यामेरा कुकुरले बनाउँछ कुकुरको खाना। त्यो पनि गरेको थाहा पायो भने त फेरि त्यस्तो के होला, फाइन लाग्छ होला। अलाउड त छैन, त्यही पनि बनाइदिनु। यस्तो अन्डरग्राउन्ड तल छ कि, तल जानुपर्ने हुन्छ यहाँ चाहिँ।
क्यामेरा छ अब फर्स्ट टाइम मैले चाहिँ बनाउनु लाग्यो हामीले चाहिँ मेट्रोमा चाहिँ नत्र भने म खासै बनाउँदैन भिडियोहरू चाहिँ। तिन चार मिनटमा मेट्रो आइरहेको हुन्छ। ब्यागमा कार्ड छ मेट्रो कार्ड तिमी पैसा सायद हिजो हालेको थिएँ मैले अस्ति यति हेर्छु म। यस्तो हुन्छ कार्ड चाहिँ यहाँको चाहिँ टक्कलाई स्क्यान गऱ्यो अनि साट्टै जाने झोला यतापट्टि ऱ्याप गऱ्यो ठ्याक्कै झोला ऱ्याप गरिदियो चेक हुन्छ मान्छेलाई चेक गर्छ सर सट्टातिरको मेट्रो आन्छ लेफ्ट साइडमा हुन्छ म त हुन्छ यतातिर राइट साइडतिर मेरो राइटबाट यताबाट लेफ्ट गर्छु मान्छे 1 मिनट हेर्छ पनि आइहाल्छ अब 1 मिनट छ आइहाल्छ यताबाट आउँछ सर लगाएर सक्नुहुन्छ हजुरहरूले सर र मेट्रो आउँछ। म चाहिँ लास्ट टाइम बसेर जान्छु त्यही भएर केही छैन लास्ट टाइममा सर गइहाल्छु। आएर तर यहाँ चाहिँ त्यति मेट्रो स्पिड हुँदैन त्यही 60-70 नजिक स्टेसनहरू हुन्छ त्यही भएर 60-70को स्पिड हुन्छ धेरै स्पिड हुँदैन किनकि लोकल मेट्रो हो नि त यहाँको यो त्यो हामीले चाइनाको हेर्छ म बुलेट ट्रेन त्यस्तो हुँदैन। थाउजन्डलाई घन्टामा यहाँबाट चाहिँ अब 10 मिनट लाग्छ जानुलाई काम गर्नु फेरि अब आउनुलाई त सजिलो टाइमलाई चाहिँ यस्तो माथि जानुपर्छ क्या पहाड चढे जस्तो हुन्छ पहाड चढे जस्तो हुँदा चाहिँ जाने चाहिँ निस्किँदा चाहिँ यहाँबाट 5 मिनट पुगिहाल्छु पर्छ मेरो काम गर्ने ठाउँमा। बाहिर यस्तो छ अब म चाहिँ यहाँबाट चाहिँ 2 मिनटमा पुगिहाल्छु काम गर्ने ठाउँमा होइन। घाम पनि कस्तो घाम हो यहाँ घाम त हाम्रो नेपालमा 24 वर्षमा हुने घाम त्यस्तै घाम हो त 12 महिना यो बस स्टप रहेछ यहाँनिर पानी आएछ कहाँबाट आयो पानी यार यहाँनिर त पानी आउँथेन सायद यहाँ बाटो बन्द लाग्यो त्यही भएर पानी आएछ। त्यही हो म चाहिँ अब यहाँ काममा पुग्नु लागेर गाइस आउने दिनहरूमा यस्तै नयाँ भिडियोहरू अब बिस्तारै हाल्ने प्रयास गर्छु म चाहिँ सकेसम्म छुट्टी भएको दिन चाहिँ हजुरहरूले माया देखाइदिनु होला भर्खरै मोनिटाइज भएको छ भिडियोहरू हेरिदिनु होला सेयर लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला के कस्तो भिडियो लिएर आऊँ भनेर सबैले प्रतिक्रिया दिनु होला आफ्नो मनबाट। आजको भ्लग यति नै नेक्स्ट भिडियोमा भेटौँ ल सबैलाई थ्याङ्क यू भन्दै आजको भिडियो यति नै इन्ड गर्छु टाटा बाई बाई सी यू नेक्स्ट भ्लग।